नमस्ते गोर्खा गाउँ, म बसन्त श्रेष्ठ, नेपाली टुरिस्ट गाइड। गोर्खा गाउँ रिसोर्ट प्राइभेट लिमिटेड गोर्खा नगरपालिकाको गोर्खामा पर्दछ। यो रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विभिन्न किसिमको सेवा सुविधाहरू लामो समयदेखि दिँदै आइरहेको छ। तपाईले पनि यो रिसोर्ट भिजिट गर्न सक्नुहुनेछ। नमस्ते, म केशव कुमार। म यो गोर्खा गाउँ रिसोर्टको सञ्चालक। म यहाँको लोकल हो। हामी तीनजना छौँ। तीनजना मध्येमा एकजना हुनुहुन्छ सलिल अरियाल, एकजना पुष्परलाल श्रेष्ठ, उहाँहरू काठमाडौँबाट हो। म चाहिँ यहाँको लोकल। हामीले यो सञ्चालन गरेको 2068 साल चैत 28 गतेदेखि। अनि त्यहाँदेखिको हामीले सञ्चालन गर्दै आउँदाखेरि अहिलेसम्म आएर उतार चढाव, जस्तो भुइँचालोदेखि लिएर इन्डियाको नाकाबन्दीदेखि लिएर कोभिडदेखि लिएर यस्तो अनेक प्रकारको हामीले चाहिँ उतार चढावहरू अब सहँदै आयौँ, भोग्दै आयौँ र अहिलेको यो स्टेजमा चाहिँ हामी आइपुगेको छौँ। म एउटा अहिले यो लोकल, यहाँको गोर्खाको लोकल भएको नाताले म गोर्खा होटेल सङ्घको अध्यक्ष पनि हो र अहिले कन्टिन्यू भइरहेको छ। हामीले गेस्टहरूलाई चाहिँ किन हामीले यो गोर्खा गाउँ रिसोर्ट किन यस्तो बनाएको भन्दाखेरि चाहिँ 17वटा घर छुट्टा छुट्टै छ, रेस्टुरेन्ट अलग्गै छ, पावर हाउस अलग्गै छ, बाहिर स्टाफ क्वार्टरदेखि लिएर अनि फेरि पब्लिक टोइलेटहरू सबै अलग अलगै छ। हामीसँग पार्किङ छ, ठुलो लामो सत्ले गाडीहरू घुम्न सक्ने हामीसँग पार्किङ छ। जस्तै गर्दाखेरि चाहिँ अहिले हामीले गेस्टहरूलाई यहाँ आइसकिसकेपछि गेस्टले गर्ने के त भन्दाखेरि यहाँ चाहिँ नयाँ नौलो गेस्टले जहिले पनि अब नेपाल आइसकिसकेपछि हिमाल हेर्ने हुन्छ, चितवनमा गएर गैँडा बाघदेखि लिएर अनि यस्तै सबै चिजहरू रिपिट भइरहेको भएर हामीले सोच चाहिँ के गर्यौँ भने हामीले नयाँ के गर्ने त गेस्टलाई। जहिले पनि गेस्टहरू पर्यटकहरू चाहिँ के को लागि आउँछ भने नयाँ एक्सपिरियन्स को लागि आएको हुन्छ। तर हामीले नयाँ के दिने त भन्दाखेरि एकदमै टिपिकल, एकदम कल्चर अर्ग्यानिक त्यस्तो के गर्ने भन्दाखेरि ढुङ्गा माटोको गाह्रो 18 इन्चको मोटो वाल भएको, माटोले लिपेको, माथि ढुङ्गाले छाएको, तल फ्लोर चाहिँ ढुङ्गा बिछ्याएको र बाहिर चौर जस्ताको तस्तै गाउँको जस्तो यस्तो चाहिँ हामीले रिसोर्ट बनाएको छौँ। जस्तो हामीसँग 17वटा घर छ। अनि गोर्खा गाउँ रिसोर्टको नामै के छ भने गोर्खामा भएको एउटा गाउँ, त्यो चाहिँ रिसोर्ट हो। गोर्खा गाउँ रिसोर्टको मिनिङ चाहिँ त्यो हो। तर हामीले विदेशीलाई के गर्छौँ भन्दाखेरि गेस्टहरू आइसकिसकेपछि उहाँहरूलाई, जस्तो अहिले टाइम छ एराइभल हुनुभयो 2-3 बजे भनेपछि चाहिँ हामीले गाउँ लैजान्छौँ। एकदमै टिपिकल हामीले गाउँको खेतीबारी कसरी गरिन्छ, गाउँको बुढापाकाहरू कसरी रहन सहन बसाइ, उनीहरूको खानकी कस्तो छ। अनि हामीसँग ट्रेल वाक छ, 1 घन्टाको ट्रेल वाक भनेको चाहिँ तलतिर खोला देखिन्छ, जङ्गल देखिन्छ, मासतिर खेतीबारीहरू छ। हो यस्तो चाहिँ 1 घन्टाको राउन्ड सर्कल बनाएको छौँ। भिलेज वाक गराउँछौँ, हामीले गाउँतिर घुमाउँछौँ। यो हाम्रो आउटसाइड किचन हो। हामीले चाहिँ यहाँ दाउरामा खाना बनाउने गर्छौँ। अनि गेस्टहरूको लागि चाहिँ यसरी आएको गेस्टहरूलाई कोहीलाई चाहिँ गाउँको नयाँ नौलो के त भन्दाखेरि हामीले यहाँ सेलरोटी दाउरामा आगो बालेर सेलरोटी पकाएर हामीले गेस्टहरूलाई देखाउँछौँ अनि टेस्ट गर्न दिन्छौँ। अनि जस्तो कहिले गेस्टको सर्टेज भएको बेलामा गेस्टहरूले चाहिँ दाउरामा बालेर आगो फुकेर यसरी बाहिरको खाना यसरी खाने भन्यो भने हामीले यहाँ बाहिर चुलोमा यहाँ आगो फुकेर दाउरामा फुकेर आगोमा पकाएर अनि हामीले चाहिँ यसरी गेस्टलाई खानाहरू पनि खुवाउँछौँ। अनि यहाँ हाम्रो त्यो सिलौटो भन्ने छ, ठुलो ढुङ्गा, अनि त्यहाँ अचार पिस्ने, मसलाहरू पिस्ने अनि त्यो उहरू पनि छ सिलौटा। हामीले चाहिँ यहाँ त्यो गर्छौँ हामीले खास गरी। यो हाम्रो गजिबो है, फल्चा पनि भन्छ। अब हामीले चाहिँ यहाँनिर गेस्टहरू आउँदाखेरि चाहिँ यहाँ आएर बस्ने अनि नाचगान कल्चर प्रोग्राम पनि गर्छौँ। बेलुका आगो फुकेर गेस्टहरू रिङ्गै बस्नुहुन्छ अनि हामी चाहिँ कल्चर प्रोग्राम नाचगानहरू यस्तो गरिन्छ आगो फुकेर। अनि अर्को कुरा, दिनमा जस्तो गर्मीको समयमा पनि यहाँ आएर बसेपछि चाहिँ पुरा फ्रेस हावा हर्र चलिरहेको हुन्छ, हावा चल्छ। अनि त्यसमा एसीको, पङ्खाको, कुलरको केहीको जरुरत पर्दैन। साह्रै आनन्द आउँछ यहाँ बस्दाखेरि। त्यसको लागि बनाएको यो चाहिँ। यो हाम्रो रेस्टुरेन्टभित्र किचन छ। हाम्रो यो रेस्टुरेन्टमा चाहिँ डाइनिङ हलमा 40 जनाको क्यापेसिटी छ। 40 जना अडिन्छ यहाँ बसेर डाइनिङ हलमा बसेर खानको लागि। अब हामीले यो फ्लोरमा पनि पुरा यो गाउँले ढुङ्गाहरू हामीले चाहिँ त्यसरी उ गरेको छौँ, ओछ्याएको छौँ। मार्बलको सट्टा यो ढुङ्गा माटोले लिपेको यो चाहिँ गाह्रोहरू यो हो रेस्टुरेन्ट। अनि यतापट्टि आएपछि चाहिँ यो हाम्रो फायर प्लेस। हामीले जाडो महिनामा चाहिँ यहाँ आगो फुक्छौँ। आगो फुकेर अनि यहाँ चाहिँ बाहिर जाडो हुँदाखेरि हामीले यो कुर्सीहरू हटाएर यहाँ नाचगान पनि गर्छौँ।
र अनि गेस्टहरूलाई आउँदाखेरि अहिले जर्मनी ग्रुपहरू आउने गरेको छ। जर्मनी ग्रुपहरूलाई चाहिँ हामीले यहाँ चाहिँ आगोमा पोलेर मासु हामीले त्यो आगोमा ढुङ्गा यो आगो फुक्छौँ, आगोमाथि चाहिँ ढुङ्गा राखेको हुन्छ, ढुङ्गामाथि मासु यसरी पोलेर हामीले चाहिँ ग्रिल गरेर गेस्टलाई त्यसरी गर्ने गर्छौँ। यो फायर प्लेस हो, धुवा बाहिर आउँदैन, सरर माथि सक गरेर गएको हुन्छ। यो हो त्यसको विशेषता चाहिँ। यो हाम्रो रेस्टुरेन्ट अब हामीले चाहिँ यहाँबाट खास गरी यसको विशेषता भनेको बेलुका यहाँनिर बस्दाखेरि यहाँबाट गोर्खा बजारतिर देख्छौँ। गोर्खा बजारतिर देख्दाखेरि पुरै बत्ती झलल बोलेको हुन्छ, तारा जस्तो आकाशमा हेर्दा तारा झलल बोले जस्तै गरेर गोर्खा बजारतिर त्यसरी राम्रो भ्यूहरू देख्छ। अनि बिहानको समयमा चाहिँ यहाँनिरबाट हामीले सनराइज पनि देख्छौँ, हिमालहरू देख्छ यहाँबाट पुरा यो लाङटाङदेखि लिएर धौलागिरीसम्म यसको बिचमा सबै पर्ने हिमालहरू, गणेश हिमाल, लमजुङ, अन्नपूर्ण, मनासुलो, हिमालचुली, बौद्ध, यिनीहरू सबै हिमालहरू देख्छ यहाँबाट। र अनि बिहानमा सनराइज पनि हेर्नलाई कहीँ जान पर्दैन, सनराइज पनि हाम्रो यहीँबाट देख्छ र सनसेट पनि यहीँबाट देख्छ, 360 देख्छ यहाँबाट। अनि हामीले चाहिँ यो गेस्टहरूलाई बेला बेलामा आउटसाइड यहाँ लन्च पनि गराउँछौँ। यहाँको विशेषता चाहिँ यस्तो छ कि एकदम पिसफुल छ यहाँबाट, चराचुरुङ्गीहरू कराएकोदेखि लिएर अनि गाडीहरूको साउन्ड त्यस्तो केही छैन, पोल्युसन केही छैन, एकदमै फ्रेस हावा, फ्रेस बस्नको लागि चाहिँ एकदमै शान्त आनन्दमय छ यहाँ चाहिँ। पृष्ठभूमिमा देखिराख्नु भएको छ यो कटेज नम्बर 5, 11, नम्बर 4 यो चाहिँ देख्नु भएको छ होला। त्यसमा चाहिँ हाम्रो एकदमै हामीले 17वटा कटेज छ, 17वटा एकदम छुट्टा छुट्टै छ, एउटाले अर्कोलाई डिस्टर्ब नहुने गरी हामीले चाहिँ छुट्टा छुट्टै कटेज बनाएको छौँ। अनि सेफ्टीको हिसाबले पनि धेरै आनन्द छ। यो अब कुनै आग लागि हुँदा भुइँचालो जाँदाखेरि चाहिँ कहीँ कतै कुनै डर भएन, एकदम 4 कदम बाहिर निस्केपछि चाहिँ एकदम आनन्द शान्त भयो। हाम्रो ढुङ्गा माटोले लिपेको 18 इन्चीको गाह्रो छ, ढुङ्गा माटोले लिपेको, तल फ्लोरहरू ढुङ्गाले बिछाएको, माथि ढुङ्गाले छाएको। अनि एउटा रुममा एउटा घरमा चाहिँ 2 जना अट्ने गरी, कहीँ 3 जना कहीँ 2 जना गर्दाखेरि 40 जना क्यापेसिटी, 17वटा रुम छ, 40 जना अटिन्छ। प्रायः जस्तो चाहिँ 2 जना मात्रै, कपालको लागि मात्रै बनाएको। मेरो करन कोही कसैको मन दुखेको भए माफी माग्छु, अब त्यस्तो आउँदैन समय। मिलिजुली दुःख कष्टको गरौँ सामना, नयाँ वर्षको मङ्गलमय शुभकामना। नमस्ते, म सानी गुरुङ, धार्ची गाउँपालिका वार्ड नम्बर 5। म ट्रेकिङ गाइड पनि हो। म धार्ची मानिसहरू पर्यटन विकास समिति अध्यक्ष पनि हो। अनि यो गोर्खा गाउँ रिसोर्टमा चाहिँ म कहिलेकाहीँ विदेशी आन्तरिक पर्यटकहरू पनि ल्याउने गरिरहेछ। किनभने यो ठाउँ भनेको असाध्यै सन्दर्भित ठाउँ हो। यसलाई चाहिँ हिमाल मात्रै नभएको नै यहाँको तलको चाहिँ अब क्षेत्रदेखि हरियाली सबै राम्रो ठाउँ देखिन्छ यहाँ। किनभने धेरै जस्तो विदेशीहरू असाध्यै मन पराउने रहेछ। म चाहिँ यो केशव कुमारीजीसँग पनि धेरै नजिक भयो। म भूकम्पको समयमा पनि जापानिजको चाहिँ इन्जिनियरहरू पनि ल्याएको थियो, असाध्यै मन पराउने रहेछ। गोर्खाको चाहिँ गाउँ भनेको एउटा स्टार्टिङ यसलाई चाहिँ एउटा ट्रेडिसनल गाउँसँग जोडिन्छ। यहाँको चाहिँ अर्ग्यानिक चिजहरू छ यहाँ वरिपरि, यहाँ चाहिँ हेर्ने, यहाँ चाहिँ कल्चरसँग पनि जोडेको रहेछ। यहाँ यो होटलको स्टाफहरू साह्रै नै चाहिँ अब रेस्पेक्ट गर्ने पनि छन्, एकदम एक्टिभिटी छन्। यहाँको चाहिँ अब वरिपरि हेर्दाखेरि चाहिँ एउटा सर्कल असाध्यै रोमानिया ठाउँ पनि छ। This is your first time in Nepal? No, second time. Second time? Yeah. How are you feeling? Yeah. Nice? Yeah. You like to come again?
I'm coming again already. No, third time. Maybe. Maybe. Yeah, not sure. I think there's more mountains Yeah. to discover. जय नेपाल जय गोर्खागाउँ ल गेस्ट डिपार्चर भयो है गोर्खा गाउँबाट अब सबैले बाई बाई गर्दैछ